नमस्कार सम्पूर्ण साथीभाइहरूलाई स्वागत छ फेरि एउटा न्यू भिडियोमा। र आजको न्यू भिडियोमा तपाईहरुको लागि फेरि एउटा रिजल्टको अपडेटको लागि यस्तो भिडियो बनाएको छु। तपाईहरु यो भिडियोलाई लास्टसम्म हेर्दिनु होला। भिडियो राम्रो लाग्छ भने भिडियो लाइक गरिदिनु होला र आफ्नो साथीभाइहरुसँग शेयर गरिदिनु होला। आज म बताउने वाला छु तपाईलाई राइज लाइन एनर्जी आईपीओ लिमिटेडको बारेमा, जसले फरेन इम्प्लोयमेन्टहरुको लागि खोलाएको थियो र यसको रिजल्ट कहिले आउनु छ, फरेन इम्प्लोयमेन्टको सबै जानकारी दिनेछु। भिडियोलाई लास्टसम्म जरुर हेर्दिनु होला। र यसको नेटवर्क पर शेयर रहेको छ 131.36 रुपैयाँ रहेको छ र अर्निङ पर शेयर 700.92 रहेको छ। र तपाईहरु यो आईपीओ पढ्दै हो भने तपाईहरु फर्स्टै दिन 1000 देखि 2000 को प्रॉफिटमा रहन सक्नुहुन्छ। 1300 भन्दाको माथिको प्रॉफिटमा रहन सक्नुहुन्छ फरेन इम्प्लोयमेन्टहरुको लागि। र अब बुझौं कति मान्छेले यसलाई भरेको छ। आईपीओ भर्ने मान्छे 74,704 जना थियो र आईपीओ पढ्ने मान्छे मात्र 14,220 जनाले मात्र यो आईपीओ पढ्ने छ। र धेरै कम मान्छेले यो आईपीओ पढ्ने छ। अब अलिकति माइनस गरिदियो भने कति जनाले नपढ्ने छ सबै जानकारी तपाईहरुलाई थाहा भइ नै हाल्छ। त तपाईहरु अब पर्खिदिनु होला। अब त मार्च 14 गते यसको रिजल्ट आउने छ, 2 दिन बाँकी छ। र त्यसपछि जनरल पब्लिकहरुको लागि पनि यो आईपीओ खुल्ने छ। त जनरल पब्लिकको खुल्यो भने सबै जानकारी सबै अपडेट तपाईहरुलाई म दिँदै गर्छु शेयर यात्रा नेपालमा। त अपडेटको लागि सब्स्क्राइब जरुर गरिदिनु होला। बेल आइकनमा दबाएपछि बेल आइकनको घण्टी पनि दबाइदिनु होला, किनकि नोटिफिकेसन पनि त जानु पर्यो तपाईहरुको लागि। त ल धन्यवाद।